अन्ततः बिक्की र विशालले यिनीहरूको पापको सजाय मृत्यु पाएका छन्। हो, यिनीहरूको घमण्ड र पाप यसरी बढ्दै गएको थियो कि यिनीहरूलाई मृत्यु सजाय दिनु नै रामले उचित ठाने। अन्ततः यिनीहरूको काम तमाम भइसकेको छ। यिनीहरू मर्दा तपाईँहरू को खुसी हुनुहुन्छ? कृपया यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा रामले राम्रो गरे भन्ने जतिले चाहिँ कमेन्टमा राम लेख्न भने चाहिँ पक्कै पनि नभुल्नु होला। अघिल्लो एपिसोडको सुरुवातमा विशाल मरिसकेका थिए र सम्पूर्ण गाउँलेहरू दौडिएर विशाल मरेको घटनास्थलमा पुग्दा प्रहरीले छानबिन गरिरहेको थियो र प्रहरीले त्यही बेला भनेको थियो कि यो कसैले बदलाको भावनामा आएर गरेको हत्या हो, यो पक्कै पनि रामले गरेको हुनुपर्छ भनेर भन्दा यी दुर्गा आमा, श्रुति अनि त्यसपछि बिक्की यति विश्वस्त थिए कि हामीले त रामलाई मारिसक्यौँ, त्यो रामले त गर्नै सक्दैन। हो, यो कुरा सोच्नाले यति बेला बिक्कीको पनि ज्यान गएको छ। प्रहरीले त भनेकै थियो 1-2 दिन तिमी हामीसँगै बस, तिम्रो पनि ज्यान खतरामा छ भन्दा मलाई कसले के गर्न सक्छ र भन्थ्यो नि बिक्की। अहिले यति बेला बिक्कीको पनि आफ्नो काम तमाम भइसकेको छ। अब टार्गेटमा रहेका छन् श्रुति, मालती र दुर्गा आमा। यिनीहरूले पनि यति धेरै पाप गरेका छन् कि यिनीहरूले पनि कडाभन्दा कडा सजाय पाउनुपर्छ र राम पनि यिनीहरूलाई सजाय दिनका लागि परिरहेका छन्। हो साथीहरू, हरेक कुराको सीमा हुन्छ, घमण्ड गर्नुको पनि सीमा हुन्छ। तर अघिल्लो एपिसोडमा मुनालाई जबरजस्ती गरेरै भए पनि आफ्नो बनाउँछु भनेर सोचेको बिक्कीले यति बेला आफ्नो गल्ती अनुसारको सजाय पाइसकेको छ। त्यो सजाय तपाईँहरूलाई के कस्तो लाग्यो र अब आउने एपिसोडहरूमा चाहिँ रामले को प्रति कस्तो कदम चाल्नुपर्छ भन्ने लाग्छ? तपाईँको आफ्नो विचार कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नभुल्नु होला। र पछिल्लो समय कथा एकदमै बवाल भइरहेको छ, त्यसैले तपाईँहरू पनि सिरियल हेर्न चाहिँ भने नछुटाउनु होला भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हवस् त, नमस्कार।